चाउरिएको मरिच भएर तपाईँ किन बस्ने त भने? अनि के गरौँ त मैले? मलाई त्यहाँ पठायो। छोडिदिनुहोस् न त्यो सभा। बाहिर छोड। अहिले मैले किन छोड्दैन भने जहिलेसम्म म बस्छु त्यसैसम्म कमसेकम मेरो खर्च पर्छ त त्यसले दिएछ। ए तपाईँलाई जनताको करबाट तपाईँको घर चल्छ? घर खर्च होइन, वामदेवको खर्च, जनताको खर्च, जनताले दिएको कर, जसले दिएको कर भए पनि मान्छे बाँच्न पर्छ पर्दैन? तपाईँलाई बाँच्नलाई जागिर दिनलाई किन बोकेर बस्ने त तपाईँलाई? निकाल्दिनु, ताकत छ भने निकाल्दिनु। छोडिदिनुहोस् न। मैले जे योगदान गरेको छु नेता निकाल्ने ताकत हामी जनतासँग भएको भए राजेन्द्रजी तपाईँले जे भन्नुहुन्छ नि त्यो मलाई यो राष्ट्रले अहिलेकै अवस्थामा पनि तिर्न अर्को 100 वर्ष चाहिँ लाग्छ मलाई तिर्न। मैले गरेको योगदान यो राष्ट्रको निम्ति गरेको योगदान के योगदान गरेँ नि मैले? मैले आजको अवस्था ल्याउनुको निम्ति मैले काम गरेको छु। कुन अवस्था? नेता भ्रष्ट हुने, नेता मोटाउने, जनता दुब्लाउने यो अवस्था? निर्णय त्यही हो भएको, यही हो नेपालको निर्णय त्यही हो, नेपाली जनताले गरेको निर्णय यही हो। यही हो परिस्थिति, यही होइन? तपाईँले भनेर चाहिँ हुन्छ? कस्तो कुरा गर्नुहुन्छ है? तपाईँले भन्नुहुन्छ वातावरण बनाउँदै हुनुहुन्छ। वातावरण बनाएको छैन, वातावरण बनाउनुको निम्ति लागिराख्नु भएको छ छैन? त्यो बन्ने भन्दा अरू के छ किन भन्नुहुन्छ त? नेता भ्रष्ट छन्, नेता भ्रष्ट छन् त यति धेरै संरचनाहरू छन् भ्रष्टाचारीहरूलाई पकड्ने, कारबाही गर्ने, तिनले किन कारबाही गर्दैनन्? त्यो संरचना कसले बनाएको? नियुक्ति कसले दिएको? तपाईले आज पार्टीमा हुनुहुन्न, तपाईँ त स्वतन्त्र भएर बोल्नुहुन्छ जस्तो लाग्छ मलाई। तपाईँ त अब त्यो आत्मग्लानीलाई आफूले एउटा पश्चाताप र भोलिको सन्ततिले सुख पाओस् भनेर बोल्नुहुन्छ जस्तो बोल्दैन। मैले बोल्दैन, किनकि मैले भ्रष्टाचार होइन, मलाई भ्रष्टाचारी भनेर त भने नि त भन्छन् नि, तपाईँलाई त सुन तस्कर भन्छन्। सुन तस्कर भनेर भन्छन्, गर भनेर भनेको छु। सुन तस्कर भन्छौ तिमीले, प्रमाणित गर, मुद्दा हाल भनेर भनेको छु मैले। हाल्दैनन् भने, किनभने त्यो तपाईँलाई छानबिन गर्नुपर्ने, त्यो निर्णय गर्नुपर्नेहरू पनि पहेँलो सुनदेखि चाहिँ जिब्रो बाहिर निकाल्छन् सर्पले जस्तो क्या, अनि हाल्छन् त। अनि त्यहाँबाट त्यो सुन त्यहाँ वामदेवसित यहीँ जिब्रोमा झुन्ने छ, अनि तिनीहरूले चाहिँ जिब्रो लेबर गराउँछ देख्छन्। वामदेवसित सुन हुनु पर्यो नि त। तपाईँले खै मलाई बताइदिएको, तपाईँले मेरो योगदान 100 वर्षमा पनि तिरेर पुगिँदैन भन्नुभएको। एउटा योगदान मैले नेकपा एमाले निर्माण गर्नको निम्ति भूमिका खेलेँ। यसले अहिले पनि नेपालको प्रमुख राजनीतिक पार्टी भनेको नेकपा एमाले हो, अरू होइनन्। यिनलाई आज नभए पनि भोलि नभए पनि पर्सि कुनै न कुनै सही व्यक्तिहरू आउलान् र उनीहरूले हाँकेर जालान्। यो नेकपा एमाले निर्माण गर्ने ठाउँमा त्यो एमाले भन्ने पार्टी आज नेपाली जनताका लागि वरदान हो कि अभिशाप हो? वरदान हो। कसरी वरदान त एकपटक वरदान पाइसकेपछि अभिशाप हुन्छ? होइन, कसरी वरदान? आज जति गरेका छैनन् भोलि त्यहाँ जन्मन्जन व्यक्तिहरू, जन्मनको निम्ति स्थान छ, गर्भाधान भइरहेका छ, ती सबै त्यहाँ मान्छे उठेर आउँछन्। यसले गर्न सक्छ, योदेखि बाहेक अरू कसैले गर्न सक्दैन, अरूले गर्न सक्दैनन्। एमाले संलग्न हुनैपर्छ, एमाले संलग्न हुन्छ र म बाँचुन जेल म लाग्छु फेरि पनि चाहिँ एमालेलाई त्यो शक्तिशाली बनाउनको निम्ति। त्यो एमाले भन्ने दल आज मुलुकमा जुन गरिबी छ, आज मुलुकमा जुन व्यथिति छ, आज मुलुकमा जुन भ्रष्टाचार छ, आज मुलुकमा जुन निराशा छ, आज मुलुकमा जुन आक्रोश छ, त्यसको चाहिँ जिम्मेवारी के होइन? हाम्रो राष्ट्रले खोजेको जे हो त्यो दिन नसक्ने नेताहरू त्यो ठाउँमा पुगे, जसले गर्दा आज बर्बाद भएको छ। हाम्रो त्यसका उनीहरू हुन्। हामी यसको निम्ति खुला हुनुपर्छ, म पनि खुला हुनुपर्छ, मेरो पनि निष्पक्ष चाहिँ मूल्याङ्कन हुनुपर्छ। तपाईँ निष्पक्ष रहेर तपाईँ चाहिँ अहिले पनि एमाले यो अन्तर्वार्तापछि मलाई बोलाओस् र एमालेमा टीका लाउन पाइयोस् भनेर एमालेको चाकडी गरिरहनु भएको छ क्या तपाईँ? ओलीले यो चाकडी सुन्दैनन्, ओली त्यस्तो मुटु भएको मान्छे होइन, त्यस्तो हृदय भएको मान्छे होइन। अहिले म एमालेमा जाने पक्षमै छैन, उहाँहरूले बोलाए पनि जाँदैन। त त्यसको तपाईँले अहिले भन्नुभयो नि मलाई अहिले यो मुलुकले पाल्नुपर्छ भन्नुभयो, त्यसको त ब्याजको स्याज खाइसक्नु पनि। कतिचोटि मन्त्री हुनुभयो थाहा छ? 3 चोटि मन्त्री, उप प्रधानमन्त्री हुनुभयो, सांसद हुनुभयो, कति पुस्तालाई पुर्याउनु? तपाईँले किन यसरी सोध्नुहुन्छ पुस्तालाई पुर्याउनु भयो भनेर? तपाईँले पुर्याइन भने म चाहिँ त्यस्तो मान्छे होइन राजेन्द्र, भन्नुहोस् न। तर नेता त्यस्ता भयो नि त, नसोध्नु। म पुस्तासम्म मलाई मेरा सन्तानले सम्झने छन्। मैले गल्ती गरेको छैन। के कामले तपाईँको के कामले वामदेव गौतमलाई भौतिक रूपमा नभए पनि सम्झने के चिज छ? के थियो भन्दा नेपालको राजतन्त्रलाई समाप्त गरेर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नको निम्ति खेलेको भूमिकाको निम्ति। राजतन्त्र किन समाप्त भयो? राजतन्त्र किन समाप्त भयो? राजतन्त्र समाप्त हुनै पर्थ्यो। जस बेला तपाईँहरूलाई राजा बनाउन नेपालमा चित्त दुख्यो भने उत्तर दिनु होइन। नेपालमा कति राजा भए?
अहिले त झन्डै 1000 जति राजा, हजारौँ जति राजा। तपाईँको अध्ययनले यही निष्कर्ष निकाल्छ होइन? व्यवहारको अध्ययन, व्यवहारको अध्ययन नै हो। अध्ययन भनेकै व्यवहार हो। र तपाईँले यस्तो निष्कर्ष निकाल्नु भएको छ भने तपाईँले आजसँग पढेको, तपाईँले देखेको, तपाईँले बुझेको, तपाईँले जहाँ राजा भनेर चिन्नु भएको छ, इतिहास पढ्नु भएको छ भने राजा भनेको राज्य सञ्चालन गर्ने ठाउँ हो। त्यो राजा तल तल भारी बोकेर हिँड्ने मान्छे राजा हुँदैन। राजा राजा नै हुन्छ, नहुनु पर्ने हो त नि। होइन, त्यो हुँदैन। सबै व्यक्ति राजा भए, रिस उठे कि राजा भए, राजा भए, राजा जस्ता भए भनौँ न, राजा जस्ता भए, राजा जस्ता भए भन्नुहोस् त म मान्छु।